So hello and welcome to my new vlog. Well, टाइटलबाटै थाहा पाइसक्नुभयो कि आजको vlog के छ. आज म जाँदैछु वर्ल्ड कप. Yes, वर्ल्ड कप. आज म जाँदैछु वर्ल्ड कपमा. Well, अहिले भइरहेको छ रातिको 10:27 अनि म जाँदैछु 10:30 बजे साइकल लिएर पृथ्वी चोक. तर मेरो यात्रा पृथ्वी चोकसम्मको मात्र नभएर वर्ल्ड कप पछिको छुट्टै नै यात्रा छ. त्यो चाहिँ हेर्न नबिर्सिनु होला. त्यो पनि हेरेर मात्र जानु होला है. तिमी डिस्ट्र्याक्ट हुन्छौ भने मैले एङ्गलमा खिचेको छु. पुरा भिडियो नहेरिकन नजानु है. साइकलमा बसेर वर्ल्ड कप हेर्न जाऊ कान्छी. काखैमा बसेर मेरो साइकलमा वर्ल्ड कप हेर्न जाऊ कान्छी. साइकलमै बसेर काखैमा बसेर मेरो साइकलमा वर्ल्ड कपमा जाऊ कान्छी. साइकलमा बसेर घुम्दैछु बिचैमा चल्दिउँ है अब त. यस्तै हो हामी जहिलेसुकै पैसा लभेटियो जिरोको चोकैमा. गजको हो 20 रुपियाँ लगे है मैले त गोजीमा हालेर. म आइसकेको छु पृथ्वी चोक र वर्ल्ड कप सुरु हुन्छ. परिरहेछ पानी परेपछि जे भए पनि वर्ल्ड कप हेर्न चाहिँ रोकेको छैन. अवस्था नाजुक छ. अवस्था नाजुक पानी परिरहेकै छ. यस्तो छ अवस्था. पारी गयो है वारी आए जता गए पनि बसेर हिँड्ने ठाउँै पाएको छैन. यस्तो कसरी हेर्ने यार त्यत्रो बेरसम्म. गाह्रो छ एकदमै गाह्रो छ. पानी पर्यो खत्तम भयो पुरै. म्याचको बेलामा केही खिच्न पाइएन. अब त्यस्तै भयो आजको म्याच. त्यस्तै भयो म्याच खिच्न पाइएन. अब लाग्नु पऱ्यो. अब आफ्नो बाटो लाग्नु पऱ्यो. अर्जेन्टिना जता गए पनि अब स्पेन जता गए पनि अब म त आफ्नै बाटो लाग्नु पऱ्यो. त्यस्तो पऱ्यो. अब गेम चाहिँ फेरि पानी परेर मैले खिचेको होइन है. अब पानी नपरे भए त खिच्थेँ. फेरि अर्जेन्टिनाको सपोर्टर अब हार्यो अनि त्यही भएर खिचेन भन्नु होला. त्यस्तो होइन है साथीहरू. पानी परेर अनि पानी परेपछि केही लाग्यो त केही लागेन. भन्ने कुरा त उठाइरहन्छ नि. अब पछिल्लोपल्ट उठाएकै हो. अब यसपालि अब ठिकै छ. पानी पऱ्यो अब क्यार्न सकिन्छ. सकिएन अब केही. अब म त वर्ल्ड कप सकियो. वर्ल्ड कप हेरियो. अब चलो भाइ गाडी. तर लिटरली यहाँ यति धेरै क्राउड छ नि. यति धेरै क्राउड छ. मेरो खुट्टा कामिरहेको छ कि म भिडियो बनाउनै सकिरहेको छैन. एनिवेज बनाउँछु म.